Hey guys, welcome to a day in my life. This was last Sunday, मेरो बिदाको दिन. So मामु म सद्दु र सदन चाहिँ हामीहरु मामा घर गइराको थियौं अनि बिचमा हामीले we took a tea break अनि हामी कालो चिया खानको लागि पेप्सी कोलामा रोक्यौं. अनि त्यहाँ चिया खाँदै गर्दा साइडमा एउटा स्टोर रहेछ जहाँ चाहिँ हामी अलिकति लुगा हेरौं भनेर भित्र गयौं एन्ड देन मामु रियली लाइक दिस ड्रेस अनि उहाँले मेरो लागि यो किन्दिस्यो cuz so क्यूट थियो यो लुगा अनि आई लभड इट सो मच. अनि त्यसपछि चाहिँ हामीले अलिअलि कोसेलीहरु लिएर मामा घरतिर लाग्यौं अनि हाम्रो मामा घर चाहिँ भक्तपुरबाट अलिकति भित्र पर्छ त्यही भएर यो चाहिँ सिटीमा हुँदै पनि कस्तो गाउँ जस्तो भाइब्स आउँछ त्यहाँबाट. अनि त्यो दिन चाहिँ यस्तो राम्ररी हिमाल देखिराको थियो मामाको घरबाट. इट वाज अलमोस्ट लाइक नगरकोटबाट हेरे जस्तो. तर इट्स सो सैड दैट हिमालको सबै हिउँ पग्लिसक्यो अहिले त अनि एकदमै कस्तो कलरलेस देख्छ हिमाल पनि कस्तो ब्युटी नै लुज गरे जस्तो. बट स्टिल त्यो भयो अनि त्यसपछि मामाको घरमा पिंकी भन्ने यो कुकुर छ अनि इट्स एन आइरनी कज उसको जेनरली नाम कालु या काले हुन्थ्यो होला अनि तर उसको नाम पिंकी हो. सो एकछिन उसँग खेलिसकेपछि चाहिँ हामी त्यहाँबाट निस्कियौं अनि बाटोमा अब आउँदै गर्दाखेरि चाहिँ वी फेल्ट लाइक टेकिङ अ लन्च ब्रेक अनि हामी चाहिँ त्यही फेरि पेप्सी कोलामै रहेको ताप्लेजुङ सेकुवा भन्ने ठाउँमा गयौं. अनि यो ठाउँको एकदम इन्ट्रेस्टिङ मलाई के लाग्यो भने डिस्ट्रिक्टहरुको नाममा त्यहाँको बस्ने रुमहरु रहेछ अनि हामीहरुले चाहिँ त्यहाँ गयौं. वी अर्डर्ड आवर फुड अनि त्यसपछि खानेकुराहरु आयो. खानेकुरा पनि मिठै थियो अनि हामीले मज्जाले त्यो खाना इन्जोय गर्यौं. अनि त्यहाँबाट फर्किदै गर्दाखेरि चाहिँ गोहेश्वरी पुग्यो. सो अभियसली यो डोनट नखाने त कुरै भएन. सो हामीले त्यो डोनट लिएर घर आयौं अनि घर आएर शावर लिएर चिया बनाएर त्यो अघिको डोनट इन्जोय गर्यो अनि हाम्रै घर नजिकै भएको लाफिङ अनि त्यसपछि यो पोटेटो रोल यस्तो यस्तो खायो आइसक्रिमहरु खायो. बेलुका चाहिँ आई ह्याड सम कप नुडल्स.